विराटनगर महानगरपालिकाले व्यवसाय दर्ता र नवीकरणमा छुट दिने नीति लिएको छ। विराटनगर महानगरपालिकाभित्र व्यवसाय गर्ने एकल महिला, सीमान्तकृत समुदाय र अपाङ्गता भएकाहरूले सञ्चालन गरेको व्यवसाय दर्ता र नवीकरणमा छुट दिने नीति लिएको हो। महानगरले आर्थिक वर्ष 2081-82 को नीतिता कार्यक्रमबाट अपाङ्गता भएका व्यक्तिहरूले सञ्चालन गरेको व्यवसाय दर्ता नवीकरण छुट दिने नीति लिएको महानगरले जनाएको छ। महानगरले यस्तो नीति लिएपछि 200 भन्दा बढीले लाभ लिएका छन्। एकल महिला, सीमान्तकृत समुदाय र अपाङ्गता भएकाहरूको आर्थिक विकासका लागि महानगरले यस्तो नीति लिएको विराटनगर महानगरपालिकाका राजस्व महाशाखा प्रमुख सरोज गौतम बताउँछन्। ठ्याक्कै हजुरले भने जस्तै करदाता शिक्षा अभियान स्वयंसेवक परिचालनबाट नै भइरहेको छ। अब अहिले भर्खरै अस्तिको 15औं नगरसभाले चाहिँ चैतदेखि वैशाखसम्म सम्पत्ति कर, बाल कर र व्यवसाय कर बुझाएमा यस अगाडिको सबै जरिमानाहरू चाहिँ छुट गरेको अवस्थाहरू छ हैन। त्यो हामीले इन्टरनेटमा पनि राखिदिएको छ। हाम्रो इन्टरनेटमा हजुरले हेर्न सक्नुहुन्छ। त्यो व्यवस्था रहेको छ भने हाम्रो स्वयंसेवकहरूले पनि त्यो म्यासेज चाहिँ सम्बन्धित करदाताहरूलाई दिने काम चाहिँ गरिरहनु भएको छ। विराटनगर महानगरले अहिले करको दर घटाएर दायरा फराकिलो बनाउने नीति लिएको छ। यसका लागि कर शिक्षा कार्यक्रम सञ्चालन भइरहेको छ। कर शिक्षा कार्यक्रम लिएर टोल टोलमा पुग्ने स्वयंसेवकहरूले महानगरले दिएको छुट नीतिको बारेमा जानकारी गर्ने गरेका छन्। उनीहरूले एकल महिला, अपाङ्गता भएका र सीमान्तकृत समुदायले सञ्चालन गरेको व्यवसायको रेकर्ड समेत राख्न थालेका छन्। यसरी राखेको रेकर्डका आधारमा समेत व्यवसाय दर्ता र नवीकरणमा छुट दिने गरिएको महानगरले जनाएको छ। महिला दिदीबहिनीहरूको क्षेत्रमा हामीले थुप्रै कार्यक्रमहरू लिएर आएका छौँ। महिलाहरूलाई चाहिँ उद्यमशीलतामा जोड्नुपर्छ, महिला दिदीबहिनीहरूलाई आय आर्जनसँग जोड्नुपर्छ भनेर र उनीहरूलाई मोटिभेट गर्नको लागि हामीले थुप्रै स्किमहरू लिएर आएका छौँ। महिला दिदीबहिनीहरूलाई बिउ पुँजी दिने, महिला दिदीबहिनीहरूले व्यवसाय गर्न चाहनुभयो भने दर्तामा छुट लिएर आउने भनेर लिएर आएका छौँ भने त्यो सँगसँगै हामीले अपाङ्ग भएका व्यक्तिहरूको लागि पनि हामीले यस्ता स्किमहरू लिएर आएका छौँ। अपाङ्ग भएका व्यक्तिहरू चाहिँ परिवारकै लागि बोझ नबन्नुहोस् भनेर उहाँलाई चाहिँ यदि व्यापार व्यवसाय गर्न चाहनुहुन्छ भने दर्तामा छुट सँगसँगै हामीले बिउ पुँजीको पनि व्यवस्था, अपाङ्गको लागि पनि भिन्दै बिउ पुँजीको व्यवस्थापन गराएर यसरी हामीले चाहिँ अपाङ्ग महिला सबैलाई समेटेका छौँ।